कार्यक्रम आजको यो ग्रान्ड फिनालेसम्म आइरहँदा धेरै समय सँगसँगै हामी सहयात्रा गर्दै आइरहेका थियौँ र आज यो अन्तिम हाम्रो पार्टिसिपेट भाइ बहिनीहरू 16 जना प्रतियोगी भाइ बहिनीहरूले आजको यो उदयपुर डान्स च्याम्पियन सिजन 2 को विजेता को हुनुहुन्छ त? सबैलाई बेस्ट अफ लक, राम्रो गर्ने सबैले। फर्स्ट सेकेन्ड थर्ड सान्तवना यति मध्येमा चारवटा आउँछ, अरू दुईटा छ। बेस्ट एक्सप्रेसन बेस्ट डिसिप्लिन दुईटा छ ट्रफी। अरू नहुनेलाई चाहिँ सम्मान पत्र छ, मायाको चिनो छ, मेडल छ, बुझ्यौ? सबैजनाले राम्रो गर्ने। मङ्सिर 11 गतिदेखिको हामीले जुन अडिसन हेर्दै 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 आज हामी यहाँसम्म आएको छौँ होइन। सबैले दुःख गरेको, सबैले मेहनत गरेको छ। जित र हार त हुन्छ होइन। 100मा 1 फर्स्ट हुन्छ, 99ले पनि जितेकै हुन्छ। धेरै कुरा जितेको हुन्छ, धेरै कुरा सिकेको हुन्छ। र तपाईँले पनि धेरै कुरा सिक्नुभयो र तपाईँबाट हामीले पनि धेरै कुरा सिक्यौँ। यसमा चाहिँ गर्व लाग्छ मलाई होइन। अब डान्समा जाँदाखेरि आजको चाहिँ एकदम टप हुन्छ। हामीले विगतको दिनलाई पनि हेर्छौँ र आजको दिनलाई पनि हेर्दै लान्छौँ होइन। र आजको कम्पिटिसनमा चाहिँ एउटा मात्रै कुरा भन्छु, राम्रो गर्नुहोस्, मेहनत गरेर आउनुभएको छ, सफलताको शुभकामना होइन। र यदि स्टेजबाट आजको दिनमा हामी गयौँ, हाम्रो पर्फर्मेन्स राम्रो भएन, वा विनर हुन सकेन, वा उपाधि हासिल गर्न सकेन भने यो डान्सलाई गिभअप गर्ने र डान्सलाई छोडिदिन्छु भनेर मनमा नलिनु होला। किन यस्तो सोहरू धेरै छ, नेपाल अधिराज्यमै सोहरू हुन्छ। त्यहाँ अर्को ठाउँमा गएर जोइन गर्ने, यहाँ सिकेको कुरा त्यहाँ लागू गर्ने, अथवा त्यहाँ पनि अप्ठ्यारो छ भने हामीसँग आएर सल्लाह गर्ने, हामीसँग गएर बुझ्ने। इमानदारीतापूर्वक हामीलाई साथ दिनुहुने, निर्णायकको भूमिकामा बस्नुहुने नमस्ते बेटा। हाम्रो उदयपुर डान्स स्टुडियोले आयोजना गरेको ग्रान्ड फिनालेमा छौँ। अब हामी औपचारिक रूपमा हाम्रो यो ग्रान्ड फिनाले कार्यक्रमलाई औपचारिक रूपमा अगाडि लिएर जाने जमर्को गर्दैछौँ। यस कार्यक्रमको अध्यक्षताका लागि आसन ग्रहण गरिदिनु हुन उदयपुर डान्स सिजन 2 आयोजक उदयपुर डान्स स्टुडियोका प्रोप्राइटर, कोरियोग्राफर तथा नृत्य निर्देशक सङ्घ नेपाल जिल्ला कमिटी उदयपुरका अध्यक्ष आदरणीय प्रेमजङ किरातीज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु।
हामीले निम्ताएका पाहुनाहरू यहाँ उपस्थित हुनुभएको छ। यहाँहरूलाई मुरी धन्यवाद दिँदै स्वागत मन्तव्य राख्नुभन्दा अगाडि एक दुईवटा कुरा म भन्न चाहन्छु। एकछिनमा भोजपुरबाट हुनुहुन्छ, खोटाङबाट हुनुहुन्छ, सुनसरी जिल्लाबाट हुनुहुन्छ, त्यसै गरी उदयपुरको कटारीबाट हुनुहुन्छ, चौधन्नीगढी नगरपालिकाबाट हुनुहुन्छ, त्यसै गरी बेलका नगरपालिकाबाट हुनुहुन्छ। उहाँहरू सम्पूर्ण एकदम तम तयार भएर बस्नुभएको छ। अत्यन्तै खुसी लागेको छ। विशेष गरी उहाँहरूलाई शुभकामना दिन चाहन्छु, बधाई दिन चाहन्छु र सम्पूर्ण अभिभावकज्यूहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। कला भनेको सबै तरिकाबाट सबै कोणबाट हेर्ने हो भने यो संसारमा तपाईँ हामी मृत्यु भए पनि तपाईँ हाम्रो शरीर नरहे पनि कला रहने चिज हो। चाहे त्यो नृत्य होस्, चाहे गायन होस्, चाहे अन्य कृतिहरू हुन्, कविता, निबन्ध, लेखनहरू जे छन्, यी सबै तपाईँ हामीले गर्ने यी कलाहरू रहेर जाने हो। डान्स प्रतियोगितालाई ख्याल र खेलाची रूपमा हेर्नु हुँदैन, मनोरञ्जनको रूपले मात्रै कलाकारहरूले हेर्नु हुँदैन। यो चाहिँ आय आर्जन र जीविका पार्जन अनि यो चाहिँ उद्यमीको रूपमा हेर्नु सक्नुपर्छ। त्यसो हो भनेदेखि हामी एउटा पाटोबाट युवाहरूलाई समेटेर यो देश निर्माण र समृद्धि नेपाल निर्माणको दिशामा चाहिँ हामीले जोड्न सकिन्छ। त्यसै गरी सुनसरीबाट हुनुहुन्छ, त्यसैले सुनसरीबाट सचिन सुवेदी, कटारीबाट सोहेता आले मगर, भेल्डेरबाट हुनुहुन्छ सेड्रिना राई, भोजपुरबाट दुहाङ राई, कटारीबाट सोहेता आले मगर, त्यसै गरी सुनसरीबाट सचिन सुवेदी र भेल्डेरबाट सेड्रिना राई, कटारीबाट रेशमी मगर, कटारीबाट माया मगर, कटारीबाट नै हुनुहुन्छ निशाना बिग, हडियाबाट कुञ्जन सुनाम, स्टेजमा आइदिनु होला प्लिज। बेल्टेरबाट उज्जवल चौधरी, स्टेजमा आइदिनु होला प्लिज। बेलुकाबाट बेन्जु दङ्गाल, स्टेजमा आइदिनु होला प्लिज। कटारीबाट शोभा बिग, उहाँलाई पनि जोरदार तालीले स्वागत गरौँ। खोटाङबाट लाजिमा राई, कटारीबाट आउँदै हुनुहुन्छ स्टेजमा प्रमिसा कार्की, बेल्टेरबाट प्रिया राई, कटारीबाट हुनुहुन्छ अंकिता बिग, अन्तिम पार्टिसिपेट हुनुहुन्छ कटारीबाट नै हुनुहुन्छ रिया बिग। रिया बिग प्लिज स्टेजमा आइदिनु होला। यहाँहरूले हिजोसम्म फेसबुकमा टिकटकमा हेरिरहनु भएको अनुहार आज तपाईँहरूको माझ हाम्रो टप 16 आज उहाँहरूले टप आफ्नो प्रस्तुति दिएर हाम्रो निर्णायकज्यूहरूको मन जितेर आज अब प्रस्तुत नृत्य आयोजकको तर्फबाट, त्यसपछिको नृत्य रहनेछ त्रिगा नगरपालिका बगाबाट हुनुहुन्छ हेमा राईजी। उहाँलाई पनि तयारी अवस्थामा बसिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हेमा राई। नजमाया पल्काउँदै जोवर ढल्काउँदै, नजमाया पल्काउँदै जोवर ढल्काउँदै। Whenever
हिँडेको म त बाख्रा चलाउन हिँडेको बाख्रा चलाउन जाँदाखेरि पनि यति राम्रो भएर जान्छन् त त्यही त पल्ला घरे साइला दाइले भनेको सबैभन्दा राम्री गोरी कुञ्जना रे नि त रूप पनि लिएर आइछन् मोरीले
गर्दै मलाई सुनाउने चरी तिमी सँगै उडी जाने मन लाग्छ घरि घरि बहाना खोज्दै हिँडेको म घुम्दै वरिपरि तितो तितो संसारैदेखि टाढा टाढा पारी मेरो आफ्नै मन परी मलाई लैजाऊ न चरी मलाई लैजाऊ न चरी मेरो आफ्नै मन परी शब्दैमा लेख्ने हो कि तिमीलाई भावनै पोख्ने हो कि हेराइले देख्ने हो कि तिमीलाई पछ्याउँदै भेट्ने हो कि कहिले हावाको त्यो बेगसँगै मन पनि खुल्ला आकाश झै भो ए ओखती रहेछ तिम्रा रङ्ग थरी थरी दुःख पीडा सबै बिर्साउने जादु छरी छरी संसारै भुलेर तिमी सँगै सँगै 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 उडेर संसारै भुलेर तिमी सँगै सँगै उडेर पालुवा पालुवा भरे यौवनको रङ्ग छरी बसन्तले गर्यो मनमानी गुराँसको लाली चरी सपनीमा घरि घरि बराल्यो यो आँखाको नानी
बानी दुईजनाको तिम्रो जोबन भयो रोपनी काली तिम्रो गरेको आँखा लड्के जुबानी दुईजनाको तिम्रो जोबन भयो रोपनी जोबन त्यसै जाला तिम्रो कल्ले रोकानी भागी जाला भगाइलाला कल्ले चुकानी माया जाम्ने जुबानी माया जाम्ने जुबानी माया जाम्ने जुबानी माया जाम्ने जुबानी राम्रो केटी देख्यो कि त आँखा लगाउने तिमी चाहिँ धेरै छन् मलाई पछ्याउने राम्रो केटी देख्यो कि त आँखा लगाउने तिमी चाहिँ धेरै छन् मलाई पछ्याउने पछि पछि धाउने मेरै नाम जपाउने कति गर्यो कति खपाने देखायो के सपना ओ देखायो के सपना देखायो के सपना ओ देखायो के सपना हाम्रो प्रस्तुति दिनको लागि आइसक्नु भएको छ लिसना बिसङ्गरमा ताङ गिनी गिनी ताङ गिनी गिनी ताङ ताङ गिनी गिनी ताङ गिनी गिनी ताङ तिमी मेरो म तिम्रो माया चोखो छ हाम्रो तिमी मेरो म तिम्रो माया चोखो छ हाम्रो सधैँ सधैँलाई भुलि गए पाप लाग्ला भुलि गए पाप लाग्ला तिमी मेरो म तिम्रो माया चोखो छ हाम्रो सधैँ सधैँलाई भुलि गए पाप लाग्ला हो भुलि गए पाप लाग्ला तिमी मेरो म तिम्रो अन्यवरा सरन मलाई मोया गरन सलाला पिरातीको ढुङ्गा तरला अन्यवरा सरन मलाई मोया गरन सलाला पिरातीको ढुङ्गा तरला दिला फोटो टसना लगन टसना मधुरा छमायाको छलमा परला सुध भरला हाय टल्ले चढौला तर सधैँ मनमै सजाउन आए आएर बन चस्मा ठोकी हातैमा फुल बोकी तिमीलाई दिलकै रानी बनाउन आइ रे बने चस्मा ठोके हातमा फुल बोके तिमीलाई दको रान्छ बनाउन आएर बन चस्मा ठोकी हातैमा फुल बोकी तिमीलाई दिलकै रानी बनाउन You are hungry.
लागि खाऊ कसम मनैमा माया बग्यो सलाला आँखैमा तिमी आउँछ छलाला उज्जवल चौधरी पानबोटे ऐनामै थुने सोचमै पानबोटे ऐनामै थुने सोचमै उर्नेको जुन जस्तो मुहारा उर्नेको जुन जस्तो मुहारा झ्याल खाना मैयालाई तोकिस्यो साझा झ्याल खाना मैयालाई तोकिस्यो साझा दिलैको नौताले दरबार दिलैको नौताले दरबार रोल्पा बक्सियोस् कि मलाई रुकुम बक्सियोस् रोल्पा बक्सियोस् कि मलाई रुकुम बक्सियोस् चढाइ चढाइ तुला सिर्फ हुकुम बक्सियोस् जानै जानै निउला सिर्फ हुकुम बक्सियोस् कालो केटाले
पानी कर्कवादो पानी जस्तै हो रे जवानी पक्रिएको फुल जस्तै हो रे जवानी धनलाई बित्ने ढिकी हजुर मकै किन्न जातो माछो माछो उम्केर पर्ला भ्यागुतो माछो माछो उम्केर पर्ला भ्यागुतो सुन्न माकुरी फुर 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 नगेर त्यसरी अजलमा परोसी चल पाउने अजलमा परोसी चल पाउने कोटरीबाट आउँदै हुनुहुन्छ माया मगर। सीधा हेर बैगनी सीधा हिँड बैगनी सीधा सीधा मनमा तिरगाड बैगनी सीधा बोल भैगनी मन खोल भैगनी सीधा सीधा मनमा राजगार भैगनी किन करके किन करके किन करके किन करके किन करके किन करके नजर लाऊं यसरी किन करके किन करके किन करके किन करके किन करके किन करके नजर लाऊं यसरी किन करके किन करके किन करके किन करके किन करके किन करके नजर लाऊं यसरी माया लाउनु छ भने किन डराइ लाउनु र यदि मान भर्नु छ भने किन खटै 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 भर्नु र यस्तो बेला त्यो मनले कुरो बुझे बैगनी मनको आँखा खोलेर तिलाई डर भैगनी किन करके किन करके किन करके किन करके किन करके नजर लाऊं यसरी किन करके किन करके किन करके किन करके किन करके किन करके नजर लाऊं यसरी किन करके किन करके किन करके किन करके किन करके किन करके नजर लाऊं यसरी बेलरबाट सेड्रिना राई। फेरि कहाँ गएको आज यी बात सुनि मेरो दिल किन धक धक गर्छ पारिवारिक अवस्था नाजुक भएका कारणले परदेश गएका श्रीमान आउने दिनहरूको अन्त्य लाजीमा आफ्ना दिनहरू बिताइरहेकी छिन्। उनी आफ्ना मनका कुरा सधैँ चिठीमा लेख्छिन्। आफ्ना भावनालाई शब्दमा बुन्दै हरेक पत्रमा श्रीमानको सम्झना लिएर हरेक चिठीको अन्त्यमा सधैँ एउटै कुरा लेख्छिन्। भुलि गए पाप लाग्ला।
तिमी मेरो तिम्रो माया दुःख छ हाम्रो सधैँ सधैँलाई भुलि गए पाप लाग्ला भुलि गए पाप लाग्ला तिमी मेरोमा तिम्रो माया चोखो छ हाम्रो सधैँ सधैँलाई भुलि गए पाप लाग्ला भुलि गए पाप लाग्ला ए लाजिमा बहिनी यहाँ बलेसीमा राखिदिएर गएको छु है, चिठी तपाईँको आएको छ। हाम्रो यो पीरती कथा होला कथाको पन्ना सबै हराइजाला सम्झना यो गीत गाउँदा कहानी भुलि गए पाप लाग्ला भुलि गए पाप लाग्ला तिमी मेरो म तिम्रो माया चोखो छ हाम्रो सधैँ सधैँलाई भुलि गए पाप लाग्ला भुलि गए पाप लाग्ला भुलि गए पाप लाग्ला ओ भुलि गए पाप लाग्ला भुलि गए पाप लाग्ला भुलि गए पाप लाग्ला भुलि गए पाप लाग्ला अनि एक दिन श्रीमान कुनै दिन आउनेछ भन्ने आशामा बसेकी उनीलाई त्यो कुनै दिन भेटको आशा नलिकन श्रीमानको मृत्युको खबर बोकेको चिठी ल्यायो। भुलि गए पाप लाग्ला हो कति सपनाहरू आज टुटे। चिठीका अक्षरहरू यहीँ रोकिने भए किनकि जसको लागि कलम चल्थ्यो आज उनी साथमा छैन। सुहिता आलिमगुर कटेरीबाट
पानी चिनेर लैजाऊ कि भन्न यो जवानी मातेर दिन्छौ कि तिम्रो जवानी चिनेर लैजाऊ कि भन्न यो जवानी। उदयपुर डान्स च्याम्पियन सिजन 2 को 16 जना प्रतिस्पर्धी मध्ये अन्तिम प्रतिस्पर्धी हुनुहुन्थ्यो सोहिता आलेमगर। उहाँ कटारीबाट हुनुहुन्थ्यो। उहाँको प्रस्तुतिसँगै पार्टिसिपेन्टहरूले आफ्नो प्रस्तुति सम्पन्न गरिसक्नु भएको छ। हाम्रो निर्णायक मण्डलले अब को विजेता हुनुहुनेछ भनेर उहाँहरूले पक्कै तयार गर्नुहुनेछ। निर्णायक जीवहरू एकदम फुर्तीका साथ डटेर खटेर उहाँहरूले रिजल्ट लिएर आउनु भएको छ। रिजल्ट गोप्य तरिकाले गोजीमा राख्नुहोला। विजेताहरूको नतिजा सार्वजनिक गर्नको निमित्त स्टेजमा म आमन्त्रण गर्न चाहन्छु। पार्टिसिपेन्टहरूलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु। 16 जना पार्टिसिपेन्टहरू कृपया स्टेजमा आइदिनु होला। समयको मिठो नमस्कार झैनिते। आज तपाईँहरूको माझमा उदयपुर डान्स च्याम्पियन सिजन 2 2082 को ग्रान्ड फिनाले तपाईँहरूकै मिठो अनि राम्रो अनि स्विट सहर यस बेलटारको सहर त्यसै गरी बजार यो बस पार्कमा भइरहेको तपाईँहरूको प्राङ्गणमा भएको हुँदाखेरि हामी पनि सम्पूर्ण गर्वान्वित छौँ। तपाईँहरूले हाम्रो यस कार्यक्रमलाई यस सोलाई सुरुदेखि अन्त्यसम्म सभ्य र भव्य सफलताका साथ तपाईँहरूले आफ्नो अमूल्य समय प्रदान गरेर हाम्रो कार्यक्रमलाई सफल बनाइदिनु हुने सम्पूर्ण यहाँ उपस्थिति महानुभाव अग्रज बुद्धिजीवी आमा बुवा दाजुभाइ दिदीबहिनी त्यसै गरी यस समाजसेवी सम्पूर्ण व्यक्तिज्यूहरूलाई धेरै धेरै धन्यवाद आभार व्यक्त गर्न चाहन्छौँ। पनि कम्पिटिसन हो, प्रतियोगिता हो। हार र जित हुन्छ नै, यसमा सबैलाई थाहा भएको कुरा हो। संसारको रीति नै छ, भेट भएपछि छुट्टिनै पर्ने, नछुटिकन फेरि अर्को भेट नै हुँदैन। त्यो कारणले पनि टिकार गरिदिनुहुन्छ भने हामी दुई मत छैन। यसमा सम्पूर्णप्रति हामी आभार प्रकट गर्दै तपाईँहरूको माझमा अब म रिजल्ट सुनाउन गइरहेको छु। सबैजना भाइ बहिनीहरू रेडी हुनुहुन्छ र मैले अघि पनि भने सबैजना विनर यसमा रिप्रेजेन्टिङ गरिरहने आर्टिस्टहरूलाई पनि त्यही अनुसारले मेजरमेन्ट गरिएको छ। र हिजोको दिनमा कस्ता कस्ता विधाहरू प्रस्तुत गर्नुभयो डान्समा र कुन कुन सचिन सुवेदी
आफ्ना बेस्ट प्रस्तुति दिँदै थर्ड रनर अप पोजिसन डिजर्भ गर्नुभएको छ वुमेन्स ओन्ली गर्ल्स विशेष फ्रम कटारीबाट हुनुहुन्छ प्रनिशा कार्के अब सेकेन्ड रनर अप रिजर्भ गर्न सफल one and only girls from Kunjan Suram. विनर र को फर्स्ट रनर अप कसले बाजी मार्यो त यो 2082 सिजन 2 को 5 कसले विनिने हुनुहुन्छ त दुईजना